त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धु च सखा त्वमेव त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव सर्वं मम देव देव। नमस्ते सबैजनालाई। हामी उचाइ योगा फर होलसम लिभिङ प्रोजेक्टबाट हामी हाई स्कुल स्टुडेन्टहरू जसले हाई स्कुलमा हुँदादेखि नै योगिक पाथलाई एउटा जर्नीको रूपमा हामीले अँगाल्यौँ र यो पाथमा केही समय बिताउँदै गर्दा केही सिक्दै गर्दाखेरि चाहिँ हामीमा योगाप्रतिको पर्सपेक्टिभ के छ, हामीले के बुझिरहेका छौँ र के हामीलाई ज्ञात छ र एकअर्कालाई थाहा भएको कुराले एकअर्काको पर्सपेक्टिभ चेन्ज हुनमा र त्यो कुरा बुझ्नमा केही हेल्प होला भन्ने हिसाबले आज हामी 5 जना योगा फर होलसम लिभिङ प्रोजेक्टका मेन्टिजहरू हामी राउन्ड टेबल डिस्कसनको लागि आज हामी यहाँ उपस्थित भएका छौँ र सर्वप्रथम आजको कार्यक्रम कसरी हुन्छ भन्ने बारेमा म छोटो जानकारी दिन चाहेँ। आज हामीले केही प्रम्प्टहरू त्यहाँ बलमा राखेका छौँ र त्यो बलबाट चाहिँ हामी ऱ्यान्डमली केही प्रम्प्ट्सहरू पिक गर्नेछौँ। त्यसमा कुनै डिस्कसन्सहरू हुनेछन्, कुनै डिबेट्स पनि हुनेछन् र कुनै चाहिँ आफ्नो पर्सपेक्टिभ सेयर गर्ने एउटा प्रम्प्टहरू हुनेछन् र त्यो प्रम्प्टमा हामी आफ्नो पर्सपेक्टिभहरू सेयर गर्नेछौँ त्यसैमा आधारित रहेर। र त्यसमा अगाडि बढ्नुभन्दा पहिले म मेरो सम्पूर्ण साथीहरूलाई हामी योगा फर होलसम लिभिङ प्रोजेक्टका सम्पूर्ण मेन्टिजहरूलाई आफ्नो इन्ट्रोडक्सन दिनको लागि म अनुरोध गर्न चाहेँ र त्यसको लागि सो लेट्स मुभ फ्रम रविना। हेलो एभ्रिवान, आई एम नवीना फ्रम पोखरा। नमस्ते सबैजना, म तीर्थराज पण्डित सुदूर पश्चिम बाजुराले। म तोल प्रसाद काफले विष्णु चितवनबाट। हाई एभ्रिवान, आई एम प्रकृति बेटवाल फ्रम मोरङ डिस्ट्रिक्ट। नमस्ते, म स्वप्न भट्टराई काठमाडौँबाट। ओके गाइज, थ्याङ्क यू फर इन्ट्रोड्युसिङ योर सेल्फ। र अब चाहिँ हामी डाइरेक्टली प्रम्प्टमा जानेछौँ एन्ड यु विल गेट अ लट फन हियर बिकज यस्तो क्रिएटिभ कुराहरू यहाँ निस्किनेछ योगाको बारेमा धेरैलाई थाहा पनि छैन। सो आई होप यु रियली इन्जोय इट। सो लेट्स मुभ टु दि फर्स्ट प्रम्प्ट। सो प्लिज रविना। हाम्रो फर्स्ट प्रम्प्ट चाहिँ विच प्रीति डिस्क्राइब बाई पतञ्जली रेजोनेट्स मोस्ट विथ यु, वाट स्ट्रक यु द मोस्ट अबाउट द कमेन्ट्रिज अन दिस प्रीति रहेको छ। ओके, द्याट्स रियली इन्ट्रेस्टिङ प्रम्प्ट होइन। तर यो प्रम्प्टलाई हामीले आफ्नो पर्सपेक्टिभ सेयर गर्दै गर्दा चाहिँ हामी अडियन्सको अगाडि पनि छौँ। सो आई थिङ्क अडियन्सले पनि अलिकति बारे बुझ्नुपर्छ र त्यसको लागि बुझाउनको लागि चाहिँ म पतञ्जली योगा सूत्रमा च्याप्टर 1 श्लोक सूत्र दोस्रोमा भनिएको छ योग चित्त वृत्ति निरोध, अर्थात् चित्त भनेको माइन्ड र वृत्ति भनेको फ्लक्चुएसन्स अफ थट इन माइन्ड, लाइक जुन पानीको छाल हुन्छ ओसनमा त्यही, र निरोध भनेको चाहिँ त्यसलाई कन्ट्रोल गर्ने, अर्थात् योगा चित्त वृत्ति निरोध भनिन्छ। योगा भनेको हाम्रो माइन्डमा आउने जुन फ्लक्चुएसन्स छ, थट्सको वेभ्सहरू छ, त्यसलाई कन्ट्रोल गर्ने अथवा त्यसमा मास्टरी गर्ने एउटा वे अफ लाइफ अथवा वे अफ लिभिङ अथवा एउटा टुल। सो त्यसमा चाहिँ अब डिफ्रेन्ट टाइपको वृत्तिहरू छन् र त्यो वृत्तिमा आफूसँग कुन बढी रिजोनेट हुन्छ भन्ने कुरा चाहिँ हाम्रो डिफ्रेन्ट हुनसक्छ। मेबी कसैको कोइन्साइड पनि हुनसक्छ, तर हामी सकेसम्म कोइन्साइड गर्दैनौँ किनकि 5वटै वृत्ति हामी कभर गर्न चाहन्छौँ। सो जसको पालो पहिला पर्छ उसलाई बढी चोइस हुन्छ र जसको पालो पछि पर्छ उसलाई अरूले छोडेको आफूले पाउँछ है त। सो लेट्स मुभ फ्रम रविना, तिम्रो चाहिँ फर्स्टमा के छ त? पतञ्जलीले भनेको डिफ्रेन्ट वृत्तिजहरूमध्ये मलाई चाहिँ सबैभन्दा बढी यो टाइम अनुसार एकदम फेक नलेज जताततै फैलिएको टाइममा चाहिँ राइट नलेज भनेको उनको फर्स्ट वृत्ति छ, त्यसमा बढी रिजोनेट भएको जस्तो लाग्छ मलाई चाहिँ। किन भन्दाखेरि चाहिँ उनले चाहिँ राइट नलेजको चाहिँ 3टा सोर्स दिएका छन्। एउटा भनेको चाहिँ प्रत्यक्ष, अब हाम्रो सेन्स अर्गेनले जे देख्यो के सुन्यो त्यो एकदमै उनले चाहिँ त्यसलाई चाहिँ डिफ्रेन्ट सोर्सको माथि हायरार्कीमा राखेका छन्। अनि सेकेन्डमा चाहिँ उनले चाहिँ अनुमानलाई राखेका छन् नलेज पाउने एउटा भ्यालिड सोर्समा, अनि राइट नलेज पाउने भ्यालिड सोर्समा उनले अनुमानलाई राखेका छन्। अनुमान चाहिँ अब हामीले चाहिँ एउटा कुनै ठाउँ देख्यौँ त्यहाँ चाहिँ धुवा आइराखेको छ अनि हाम्रो दिमागले चाहिँ सुरुमा सोच्ने भनेको चाहिँ त्यहाँ आगो छ भनेर हामी सोच्छौँ होइन। अनि त्यहाँ पछाडि यो अनुमान भनेको हाम्रो दिमागले के अनुमान गर्छ अनि त्यसपछि त्यहाँ देखेको कुरा हाम्रो सेन्स अर्गेनले के पर्सिभ गर्यो र त्यो कुरा चाहिँ देखेर चाहिँ दिमागमा वृत्तिजहरू आउने एउटा प्रोसेस जस्तो भयो। अनि नेक्स्ट भनेको चाहिँ उनले भ्यालिड सोर्स अफ नलेजमा चाहिँ भर्बल टेस्टिमोनी अर्थात् आगम पनि राखेका छन्।
हाम्रो डिफ्रेन्ट स्क्रिप्चरहरू छ अनि त्यो स्क्रिप्चरहरू चाहिँ एउटा कुनै एउटा ट्रस्टेड मान्छेहरूबाट आइराखेको छ अनि उनले चाहिँ यो कुरा पनि हामीलाई चाहिँ यो कुरा चाहिँ बिलिभ गरौँ कि नगरौँ भन्ने लाग्छ तर उनले चाहिँ यसलाई पनि एउटा भ्यालिड सोर्स अफ राइट नलेजमा राखेका छन् उनले यसलाई चाहिँ हायरार्कीमा चाहिँ लास्टमा राखेका छन् तर पनि दिस इज अल्सो इम्पोर्टेन्ट उनले भनेका छन् अनि मलाई उनले राखेको हायरार्की चाहिँ एकदमै रिजोनेट गरेको छ सबैभन्दा बढी मेरो केसमा चाहिँ विकल्प इमेजिनेसन मैले चुज गर्न चाहेँ किन भन्दाखेरि महर्षि पतञ्जलिले योगा सूत्र 9 च्याप्टर 1 मा चाहिँ मजाले विकल्प इमेजिनेसनलाई उहाँले एक्सप्लेन गर्नुभएको छ उहाँले कसरी एक्सप्लेन गर्ने भन्दाखेरि इमेजिनेसन नभएको कुरालाई नि पोसिबल बनाउने नै इमेजिनेसन उहाँले भन्नुभयो जस्तो इक्जाम्पलको लागि मैले एउटा सुनको पहाडलाई दिएँ जो चाहिँ प्र्याक्टिकल्ली त पोसिबल छैन तर हाम्रो इमेजिनेसनले चाहिँ पोसिबल छ सो यसको लाग्दा के भयो भन्दाखेरि हाम्रो माइन्डमा टाइप अफ फ्लक्चुएसन आयो सो यो चाहिँ वृत्ति भयो अनि अल्टिमेटली वृत्ति स्टप गर्नु नै योगाको गोल हो थ्याङ्क यू रविना र टिआरलाई उनीहरूले चाहिँ प्रमाण र विकल्प अर्थात् राइट नलेज र इमेजिनेसनको बारेमा एक्सप्लेन गरे यो किन वृत्ति हो भन्ने कुरा उनीहरूले भने र मेरो केसमा चाहिँ आई थिङ्क मलाई चाहिँ एउटा विपर्याय अर्थात् एरर हामीले एररलाई चाहिँ धेरै जस्तो इग्नोर गरिरहेको हुन्छौँ हामीले जे कुरा पनि खोजिरहेको हुन्छौँ राइट वे खोजिरहेको हुन्छौँ मिस्टेक्स हामीले खोजिरहेको हुँदैनौँ बट उहाँ पतञ्जलिले चाहिँ पतञ्जलिको सूत्रमा एरर चाहिँ कसरी वृत्ति हो र एरर्सलाई किन कन्ट्रोल गर्नुपर्छ अल्टिमेटली योगाको एउटा फाइनल गोल एचिभ गर्न भन्ने कुरा एक्सप्लेन गर्नुभएको छ र मैले भनिसकेँ एरर अर्थात् विपर्याय अर्थात् एरर र एरर भनेको चाहिँ एउटा यस्तो हामीलाई लागिरहेको हुन्छ दिमागमा कि यो कुरा ठिक हो वी वुड बिलिभिङ द्याट बट त्यो चाहिँ एउटा मिस्टेक भइरहेको हुन्छ फर इक्जाम्पल हामी एउटा कुनै मरुभूमिमा गयो अरे त्यहाँ चाहिँ कतै पानी जस्तो देखिन सक्छ त्यसलाई मिराज भनिन्छ इङ्ग्लिसमा होइन आई डोन्ट नो द एक्ज्याक्ट नेपाली टर्म त्यसको लागि तर हामीलाई जबसम्म त्यहाँ पुग्दैन नि हामीलाई दिमागमा त लागिरहेको हुन्छ कि त्यो पानी नै हो अनि जब हामी त्यहाँ पुग्छौँ त्यसपछि विल गेट टु द रियालिटी कि त्यस्तो त होइन रहेछ बट तर हामीलाई जति बेला लाग्थ्यो त्यो पानी हो त्यति बेरसम्म हाम्रो दिमागमा मेबी कति माइन्ड त्यो फ्लक्चुएसनहरू आइरहेको हुन्छ कुनै मान्छे मरुभूमिमा छ भने उसको लागि पानीभन्दा अरू इम्पोर्टेन्ट केही हुन सक्दैन होइन सो उसले कति सोचिरहेको हुन्छ अब मेबी त्यहाँ छ म चाहन्छु पानी खान्छु मेरो तिर्खा मेटिन्छ कति कुरा उसले दिमागमा चलाइरहेको हुन्छ होला तर त्यहाँ पुगिसकेपछि त यो गेटिङ हो कि त्यो त उसको एउटा एरर थियो बिकज त्यो एक्चुअली रियलमा रियालिटीमा एक्जिस्ट नै गर्दैन सो वृत्ति हो एउटा यो चाहिँ एरर इज वान अफ द इम्पोर्टेन्ट वृत्तिज र त्यसलाई पनि एउटा कन्ट्रोल गर्नु त्यसलाई मास्टरी गर्नु पनि योगाको एउटा अल्टिमेट गोल हो सो इट्स अबाउट मी र मैले चाहिँ एररलाई प्रायोरिटी दिएँ सो लेट्स मुभ अब चाहिँ हामीसँग दुईवटा मात्रै वृत्ति बाँकी छन् र प्रकृति र स्वप्नलाई धेरै चुज गर्ने अप्सन नै छैन सो प्रकृति हेज मोर प्रायोरिटी सो प्रकृति अब दुईवटा मध्ये एउटा वृत्ति तिमी चुज गर र यु क्यान गो अन द्याट मसँग चाहिँ सबभन्दा धेरै रेजोनेट हुने वृत्ति भनेको चाहिँ स्लिप छ स्लिप पनि एउटा वृत्ति हो किनभने स्लिपमा पनि माइन्ड एक्टिभेट भएको हुन्छ योगाको गोल अनुसार चाहिँ सबै वृत्तिजहरूलाई माइन्डको फ्लक्चुएसन्सहरूलाई हटाउनु पर्ने हो अनि जब तिमी सुत्छौ त्यति बेला तिमी सपना देख्छौ या फिर कुनै बेला सपना देख्दैनौ के भनिँदैछ भन्दाखेरि चाहिँ सपना देख्दाखेरि तिम्रो रजस धेरै एक्टिभेट भएको हुन्छ जुन योगामा तीनटा गुणाजहरूको कुरा गरेको छ रजस तमस सत्व होइन जब तिमी सपना देख्छौ त्यति बेला रजस डोमिनेन्ट हुन्छ अनि तिमीले अब कुनै बेला सपना नदेखेको हुनसक्छौ अनि सपना नदेखेको बेला चाहिँ तिमी डिप स्लिपमा छौ मेरो माइन्ड चलेको छैन अनि यो त म एउटा राम्रो स्टेटमा पुगेको थिएँ योगाकै स्टेटमा होला भनेर सोच्यौ भने चाहिँ द्याट्स रङ किन भन्दाखेरि जब तिमी ड्रिमलेस स्लिपमा पनि के हुन्छ भन्दा तिम्रो तमस डोमिनेन्ट हुन्छ अनि तमस नै डोमिनेन्ट छ रजस नै डोमिनेन्ट छ भनेपछि योगाको गोल त सत्वलाई पनि हटाउने जस्तो छ नि त सो वृत्ति स्लिपलाई एउटा वृत्तिको रूपमा मानिएको छ योगा पतञ्जलि योगा सूत्रमा सो मलाई यो एकदमै इन्ट्रेस्टिङ लागेको थियो यो सब पढिरहँदाखेरि सो लास्ट बट नट द लिस्ट मेरो चाहिँ स्मृति होइन स्मृति भनेर चाहिँ मेमोरी सो मेमोरी चाहिँ किन एउटा वृत्ति भन्दाखेरि हरेक मान्छेको बिहेभियर पर्सनालिटी थट्स उनीहरूलाई कुनै न कुनै हिसाबले मेमोरीले एफेक्ट गरेर हुन्छ जस्तै अब कोही मान्छे लाइक कस्तो जस्तै कोही मान्छेहरू अलि हुन्छ नि जस्तै एउटा बच्चा छ अरे क्लासमा उसले प्रेजेन्टेसन दिइरहेको छ लाइक उसले कि
क्रिटिसिजम पारे यस्तो नगर भनेपछि सायद अर्कोचोटि प्रेजेन्टेसन दिँदाखेरि उभरि प्रेडर हुँदै जान्छ त्यसमा होइन त्यसमा राम्रो हुँदै जान्छ जस्तै हामीले पनि लाइक कोही मान्छेमाथि आफ्नो एङ्गर देखायौँ भनेपछि जुन रियाक्सन उनीहरू पाउँछन् त्यहाँबाट हामीलाई थाहा हुन्छ सो अर्कोचोटि हामी त्यो सिचुएसनहरूलाई अझै कामली ह्यान्डल गर्न सिक्छौँ होइन त्यही भएर चाहिँ स्मृति एकदमै इम्पोर्टेन्ट छ स्मृति भनेको चाहिँ एक तरबार जस्तै हुन्छ कि दुई धारको कि त त्यो पोजिटिभ हुनसक्छ कि त्यो नेगेटिभ पनि हुनसक्छ जस्तै हामीले कुनै केही काम गर्दाखेरि हामीले त्यसको अप्रिसिएसन पायो भने अझै त्यो काम गर्दाखेरि हामीले अझै बढी कन्फिडेन्स आउँछ किनभने त्यो मेमोरी हाम्रो दिमागमा बस्छ हुन्छ ए लास्ट टाइम मैले यस्तो गराएको थिएँ मैले यस्तो रेस्पोन्ड पाएको थिएँ भनेर त्यही अनुसार त्यसको कन्फिडेन्स पनि बिल्ड हुँदै जान्छ सो इन केस अरू नेगेटिभ वृत्तिहरू आयो भनेपछि हामीले बिहेभ गर्ने तरिका पनि त्यस्तै नेगेटिभ हुँदै जान्छ सो योगामा चाहिँ हामीले सकेसम्म पोजिटिभ वृत्तिहरूलाई चाहिँ सकेसम्म हामी त्यसलाई लग्दै जाने चेरिस गर्दै जाने अनि नेगेटिभ वृत्तिलाई चाहिँ कन्ट्रोल गर्ने भनेर चाहिँ यो छ सो त्यही भएर पनि मलाई एकदमै इन्ट्रेस्टिङ लाग्छ र यस साथै हाम्रो फर्स्ट प्रम्प्ट यहीँ समाप्त भएको छ आज चाहिँ यहाँलाई जस रमाइलो लाग्यो हामी सरलाई पनि एकदमै रमाइलो लाग्यो गफगाफ गर्दाखेरि होइन अब हामी सेकेन्ड प्रम्प्टतिर लाग्यौँ त्यसको लागि म हाम्रो डिया सरलाई आग्रह गर्न चाहन्छु धन्यवाद केआर सरको प्रम्प्ट एकदम नै बवाल हुनेवाला छ मान्छेले बवाल हुनाले होला होइन हाम्रो दोस्रोमा रहेको छ डिभाइड योर सेल्फ इन्टु 2 ग्रुप्स आई बिलिभ इन पास्ट लाइफ एन्ड आई डु नट बिलिभ इन पास्ट लाइफ देन युज एआई टु क्रिएट अ स्क्रिप्ट डिफाइनिङ योर स्ट्रेन्थ रिड द स्क्रिप्ट अलाउड अन द स्टेज एज अ डायलग ओके इट्स गोइङ भेरी इन्ट्रेस्टिङ है त र धेरै अडियन्सहरूलाई पनि यो कुरा थाहा नहुनसक्छ एउटा थिएट्रिकल फर्मेटमा नेपालमा त्यो एउटा कल्चर बसिसकेको पनि छैन र हामीले चाहिँ विल ट्राई हामीले सक्दो प्र्याक्टिस गर्नेछौँ त्यो हाम्रो आफ्नो पर्सपेक्टिभ कसैलाई आफ्टर लाइफको कन्सेप्ट उनीहरूलाई ठिक लाग्न पनि सक्छ कसैलाई नलाग्न पनि सक्छ कोही म जस्तो बिचमा अड्केर बस्या हुन पनि सक्छ होइन सो हामीले चाहिँ एउटा एक्ट गर्ने ट्राई गर्नेछौँ सो लेट्स मुभ फरवर्ड है त First, let's be clear, the Sutra are not just philosophy, they are like science of mind. The vritti, mental modification are things you can actually observe and experience. Did you just call ancient mysticism science? That's like saying my horoscope belongs in a science journal. Yoga is fine as exercise or stress relief, but let's not pretend that believing in past lives makes it more valid. So wait, are you saying we were dinosaurs before? Like, what if I was a T-Rex? That would be awesome. Vishnu, no, that's not it. Swapnil, your problem is you strap everything down until there is nothing left. That's like trying to explain love only by pointing at brain chemicals. Actually, Prakriti has a point. Neuroscience is finding cracks in the worldview. Near-death experience, past life memories on hypnosis, even theories in quantum consciousness suggest awareness might be bigger than just brain activity. Robina, people can imagine all kinds of memories. The brain is good at creating illusions, false memories, archetypes. Jung explained that without invoking rebirth. But Jung was influenced by Eastern thoughts. His collective unconscious is Lord like Hindic Akashic records, the cosmic memory of everything. Patanjali's samskara are the same idea, patterns that carry forwards. Oh yes, how convenient. Ancient suggests knew it first, but the Western repackages it as psychology. So, Hong basically copied Hindus' ideas. Isn't that plagiarism? Not quite. Ideas evolve, but Jung didn't need reincarnation to explain patterns. He kept it psychological. But what about quantum physics? The observer effect shows consciousness affects matter. Maybe the Yoga Sutra's Purusa, pure awareness, separate from Prakriti matter, lines up with modern science. Oh yes, the famous quantum card. Next thing we know, you will be selling crystals. But yes, Purusa and Prakriti is still an elegant model. Here's the issue. Big claims need big proof. Reincarnation, karma, higher planes, none of these has reproducible evidence. Hume explained these problems centuries ago. But you are using Western standard of proof. The Sutra gives us method, follow the 8 limbs, concentration, meditation, absorption, and see for yourself. Oh, like a recipe? If I mess up, do I get half enlightened? Not exactly, but yes, direct experience is its own kind of evidence. Science once said the earth was flat, remember?
False equivalence. Science corrects itself through evidence. Ancient texts rely on assumptions. Yet, science has shown meditation changes the brain, more gray matter, new connections, emotional balance. If the practice works, maybe the philosophy deserves more attention. Exactly. Even the Gita's three guna, sattva, rajas, and tamas, parallel modern psychology, personality, pattern, and rhythm, ancient maps, modern confirmation. Fine, meditation helps the brain. That still does not prove karma or souls. You can practice mindfulness without the metaphysics. Even Buddhism rejects the soul idea. So you will accept Buddhist psychology, but those Hindu metaphysics, very consistent. Wait, Buddhists don't believe in souls? Then what gets reincarnated? Someone please draw me a chart. That's the interesting part. Hinduism says there's an eternal self. Buddhism says there is not. Both agree the ego is fake, but they differ on what continues after death. The Ashtavakra Gitas reveals it. Atma and Brahma are same. From one view, there is just one consciousness. From another, individual karma strain continue. Oh, convenient. When logic falls, put out different levels of truth. That's not philosophy. It's escape trick. And your neurons firing you, it's so much more inspiring. If life is just mechanics, why be moral at all? That's where yoga helps. If all consciousness is connected, hurting others is like hurting yourself. Karma is more psychology than punishment. Ethics does not need mysticism, social contracts, utilitarianism, empathy, plenty of rational reasons to be good. And that is basically what the sutra says. The yama and niyamas, non-violence, truthfulness, contentment, reduce suffering whether or not you believe in rebirth. So we can take the good stuff and leave the worst stuff? Like a pizza without anchovies? Perfect. Very modern of you. Take the practices, throw away the worldview, like doing surgery while ignoring germ theory. Maybe we can do both. Practice the techniques and stay open to bigger questions. The real proof is how people's life change. That I can respect. The practices have value. I just won't leave from meditation helps to reincarnation is real. And maybe that is fine. As the sutra says, keep practicing and truth will reveal itself in time. Look at that. We almost agree. Still, I would say Vedanta beats Western materialism any day. But if it gets people meditating, I'll take it. Okay, so yoga is good. We just disagree on why it's good. Sound like we are still friends then. Maybe that's the point. Hold our belief slightly, but keep practicing what reduces suffering. Well said. Perhaps the real wisdom isn't in the final answer, but in having this honest inquiry together. ओके हाम्रो एउटा थिएट्रिकल एप हाम्रो भइसकेको छ अब हाम्रो नेक्स्ट फर्मको सो अब मेरै पालो छ र मैले पिक गरेँ एन्ड हियर इट इज अब चाहिँ एउटा डिबेट रहेछ होइन सो डिबेट दुईवटा टपिकमा योगा सुड बी टट इन संस्कृत एउटा पार्ट र एउटा टिमको लागि र अर्को छ योगा सुड बी टट इन इङ्ग्लिस सो योगा सुड बी टट इन इङ्ग्लिस भनेर चाहिँ को यसको एग्रिड भएर बोल्न चाहनुहुन्छ प्लिज एज एन्ड हेड इङ्ग्लिसमा म जान चाहन्छु ओके सो अनि अर्को छ योगा सुड बी टट इन संस्कृत र म चाहिँ योगा सुड बी टट इन संस्कृत भन्ने कुरालाई चाहिँ मैले बढी फेभर गरेँ र वाट एभर यु ओके देन लेट्स स्टार्ट यो चाहिँ एउटा डिबेट हुनेवाला छ र आइएम रियली एक्साइटेड ओके सो योगा सुड बी टट इन संस्कृत भन्ने गर्दा आई वान्ट टु स्टार्ट र मलाई चाहिँ किन योगा संस्कृतमा स्टार्ट हुनुपर्छ जस्तो लाग्छ भने बिकज जुन योगाको जुन कोर फिलोसफी छ त्यो रिटर्न छ त्यसको जुन डकुमेन्ट्सहरू छ त्यसको जुन बुक्सहरू छ रिलिजियस टेक्स्चरहरू छ त्यो चाहिँ अलमोस्ट सबै संस्कृतमा नै थियो पहिलेदेखि नै र अब पछि मोडर्नाइजेसन हुने बेलामा र जुन ग्लोबलाइजेसनको कन्सेप्ट आयो त्यसपछि मेबी डिफ्रेन्ट ल्याङ्ग्वेजमा इन्टरप्रिटेसन भयो होला जब कि त्यसलाई सजिलो बनाउन भनिएर बट त्यो एउटा प्रोसेसमा चाहिँ आई थिङ्क त्यो ओभर सिम्प्लिफाई गर्ने त्यो कुरामा लाग्दै गर्दा त्यसको एउटा कोर कन्सेप्ट त्यसको कोर एउटा एसेन्स के थियो भन्ने नै सायद कि त्यसमा कमजोरी भयो कि भन्ने मलाई लाग्छ सो मेरो एउटा म किन यसमा मेनली फेभर गर्छु भन्दा चाहिँ द्याट्स द थिङ ओभर सिम्प्लिफाईले गर्दाखेरि चाहिँ त्यसको मेन इसेन्स नै हराउँछ कि भन्ने कुरा चाहिँ मलाई लाग्छ सो द्याट्स वाइ आई थिङ्क कि योगा सुड बी टट इन संस्कृत Okay, so
योगाले चाहिँ होइन योगाको मिनिङ भनेकै लाइक युनियन हो क्या योगाको एक्चुअल मिनिङ भनेको युनियन हो अनि युनियन भनेको योगाले सकेसम्म चाहिँ युनियन भनेपछि युनियन तिमीले पनि ग्लोबलाइजेसनको कुरा गर्यो होइन लाइक ग्लोबलाइजेसनको एज छ अनि फेरि तिमीले संस्कृतमा गयो कि जस्तै योगालाई हामीले यदि इङ्ग्लिसमा लग्यो भने चाहिँ त्यो ग्लोबलाइजेसन इट क्यान रिच अ वाइडर अडियन्स के सो त्यो भएपछि ग्लोबलाइजेसन भएपछि योगा चाहिँ धेरै मान्छेहरूमा स्प्रेड छ योगाको लाइक हरेक योगीले चाहन्छ कि योगा सकेसम्म दुनियाँभरि स्प्रेड होस् होइन त्यो संस्कृतमै लग्यो भने त अब मान्छेहरूलाई लाइक संस्कृत यदि पढाउँदैन यदि तिमी एक्सपेक्ट गर्छ कि मान्छेहरू योगा सिक्नकै लागि संस्कृत पढ्छन् भनेर त्यो पनि मिल्दैन है किनभने मान्छेहरूलाई पहिला त्यो हुन्छ नि पहिला सुरुमा इङ्ग्लिसमा बुझायो अरे होइन त्यसपछि त्यो मान्छेमा इन्ट्रेस्ट आउन सक्छ यो योगा यस्तो हुन्छ मान्छेले अझै राम्रो एक्सपिरियन्स हुन सक्छ किनभने इङ्ग्लिस भने ग्लोबल युज हुने ल्याङ्ग्वेज हो सो त्यो भएपछि मान्छेमा इन्ट्रेस्ट आएपछि बरु त्यो उनीहरूले पनि झन् संस्कृत प्र्याक्टिस गर्न सक्छन् होइन सो प्लस नट ओन्ली यस्तै योगालाई हेल्प गर्न सक्छ प्लस यस्तै संस्कृतलाई चाहिँ अझै धेरै अडियन्सहरूमा लान पनि हेल्प गर्न सक्छ सो त्यसले गर्दाखेरि आई डोन्ट थिङ्क त्यो कल्चर चाहिँ एक्ज्याक्ट त्यसले गर्दा डिमिनिस हुन्छ बरु झनै बढ्न सक्छ धेरै मान्छेहरूमा लगेपछि ग्लोबलाइजेसन होइन ग्लोबलाइजेसन कुराहरू सो यदि हामीले इङ्ग्लिसमा लग्यो भने चाहिँ त्यो ग्लोबली रिच हुन्छ र त्यसले आई थिङ्क योगालाई नै बेनिफिट गर्छ इन वान वे अर द अदर र योगाको जुन एसेन्स छ त्यसलाई धेरैमा स्प्रेड गर्छ लाइक अभियसली अब तिमी धेरै सिम्प्लिफाई गर्छ कुरा भयो अभियसली नयाँ नयाँ मान्छेहरूको लागि त योगाले सिम्प्लिफाई गर्नु पऱ्यो उनीहरूलाई सुरुमै यो भनिदिन थाल्यो भनेपछि लाइक हुन्छ नि अहिले मान्छेको इमेज पनि यस्तो भइसक्यो कि योगा भनेको टप गुरुहरूको लागि एकदमै इलिट मान्छेहरूको लागि जसले चाहिँ धेरै वर्षदेखि संस्कृत प्र्याक्टिस गर्दै आएको छ त्यो इमेज जुन छ योगाको त्यो हुने भएन नि त यदि यो इङ्ग्लिसमा भयो भने जुन सिम्प्लिफाई भयो भने नयाँ अडियन्सहरूले पनि बुझ्दै जाने भयो र उनीहरूमध्ये कोही इन्ट्रेस्ट छ भने उनीहरू पोसिबली संस्कृत पनि सिक्न सक्छन् योगा अझै राम्ररी बुझ्नको लागि मन्त्रहरू बुझ्नको लागि सो मेरो विचार चाहिँ त्यो रहेको छ अनि संस्कृतमा पनि डिफ्रेन्ट कमेन्टेटरहरूले सूत्रलाई जुन छ योगाको सूत्र आफै उनीहरूले आफ्नो आफ्नै तरिकाले इन्टरप्रेट गरिरहेको छ आई मिन तिमीले भन्यौ इङ्ग्लिसमा आउँदाखेरि चाहिँ सिम्प्लिफाई गर्न गाह्रो भयो संस्कृत आफैमा पनि कमेन्टेटरहरूले त्यही सूत्रलाई डिफ्रेन्ट तरिकाले एक्सप्लेन गरेको छ तिमीलाई के लाग्छ यो कुरामा चाहिँ आई थिङ्क यो कुरामा मैले अघि नै हामीले डिस्कस गरिसकेका छौँ होइन एउटा राइट नलेज इज भेरी इम्पोर्टेन्ट र त्यो राइट नलेज के हो बिकज जुनै पनि एउटा योगा गुरु हि मे नट बी द एक्चुअल गुरु कि एउटा कपडा बेर्दैमा कुटीमा बस्दैमा वी क्यान नट से द्याट कि इज इन्लाइटन पर्सन होइन सो आई थिङ्क त्यो कमेन्टेटर धेरै छन् अभियसली छन् जे कुरालाई पनि प्रमोट गर्ने धेरै मान्छे हुन्छन् बट त्यसमा पनि एकदम ट्रस्टेबल मान्छे को छ त्यसमा पनि ट्रस्टेबल सोर्स के छ भन्ने कुरा बढी इम्पोर्टेन्ट हो र आइ एम नट सेयिङ कि संस्कृत युज गर्ने भनेर संस्कृत यत्तिकै उसको योगाको लागि सिधै संस्कृतमा त्यहाँ इन्टरप्रेट गर्नुपर्छ भने होइन या यु सुड लर्न बेसिक्स अफ संस्कृत नि त यदि साँच्चै नै एउटा यस्तो कुरा पढिरहेको छु जुन संस्कृतबाटै इभल्भ भएको छ भने आई थिङ्क यो चाहिँ डिजर्भिङ हो कि त्यो अलिकति ल्याङ्ग्वेज पनि पर्छ त्यसको लागि इफ यु आर गोइङ सम एउटा कुनै कन्ट्री घुम्नको लागि त्यो कन्ट्रीमा अहिले जाडो छ कि गर्मी छ थाहा हुनु पऱ्यो नि त यदि अब सगरमाथा घुम्न आएको छ कटुले आएको छ भने त आई डोन्ट थिङ्क होइन त्यो टुरमा चाहिँ आई डोन्ट थिङ्क कि त्यो राम्रो हुनेवाला छ बिकज त्यो आफ्नो त्यहाँको ब्याकग्राउन्डलाई पनि त हामीले कन्सिडर गर्नु पऱ्यो नि त होइन सो आई थिङ्क त्यो लर्निङ बेसिक्स अफ संस्कृत चाहिँ त्यो यसलाई गाह्रो होइन त्यो चाहिँ इजियर बनाउनेवाला छ पाथलाई र यदि कसैले तिमीले भने जस्तो स्टार्ट नै गरिहाल्यो एउटा इङ्ग्लिसबाट सिम्प्लिफाइड भएर भने पनि मेबी उसलाई संस्कृत नआएर चाहिँ कुनै फेजमा गएपछि ऊ मजाले अड्किनेवाला छैन र त्यो चाहिँ हामी पनि आफै फेस गरेकै हो आई थिङ्क तिमीहरूले पनि एक्सपिरियन्स गर्यो होला सो केही छ यसमा तिमीहरूले थप्नको लागि त्यहाँ तिमीले ग्लोबलाइजेसनको कुरा गर्यो त्यो ग्लोबलाइजेसनसम्म मात्र सीमित नभएर इट्स अल अबाउट आवर कल्चरकै किन भन्दाखेरि जस्तै कुनै पनि एउटा मान्छेको कसैको पनि नाम राख्नुभन्दा अगाडि त्यसको विभिन्न नक्षत्रहरू होइन गुण दो सबै हेर्छ नि त सो त्यो नामकरण गर्नुभन्दा अगाडि पनि त्यत्रो त्यो मान्छेको त्यो पर्टिकुलर कुराको त्यसले गुण या भाव देखाउँछ नि त सो यदि हामीले त्यसलाई ग्लोबलाइज गर्दै अरू ल्याङ्ग्वेजहरूमा कन्भर्ट गर्ने भनेपछि त्यो नामको अर्थात् त्यो योगा पोस्चर होस् या कुनै पनि चिज होस् मेन रुटबाट यदि हामीले अलग रुटमा लग्यो भने त्यसको गुण त्यसको विशेषताहरू जान्छ यो कल्चर बचाउने एउटा सानो रुट हो नि त जस्तै कुनै पनि कुरा गर्नुभन्दा आफूबाट सुरु गर्नुपर्छ भने जस्तै यो पनि एउटा हाम्रो कल्चर बचाउने सानो स्टेप हो जो चाहिँ पछि गएर वाइडली ठुलो रोल प्ले गर्छ कल्चर बचाउने भने कल्चर बचायो भने तिमीले कल्चर बचाउने पर्सपेक्टिभ राख्यौ भने होइन तिम्रो योगा कम पपुलेसनसम्म पुग्छ होला होइन तिमीले कल्चर
बचाउने धेरै तरिका छ होइन योगाको फाइदा सबैले लिन सक्नुपर्छ योगा ग्लोबली रिच हुनुपर्छ इङ्ग्लिस इज लाइक वान अफ द मोस्ट सिम्प्लिफाइड ल्याङ्ग्वेज हो होइन सो मलाई लाग्छ कल्चर बचाउने पर्सपेक्टिभ तिमीले जुन ल्यायो इफ त्यो ल्याङ्ग्वेज योगा जुन छ इङ्ग्लिसमा छ भने तिमीले आफै हामी सबैजना इन्ट्रोड्युस भएको पनि योगा इङ्ग्लिसकै कारणले गर्दाखेरि भएको हो किन भन्दाखेरि तिमीले सुरुमा सुन्दाखेरि योगा भनेर सुन्यौ होइन अनि वेलनेस तिम्रो बेनिफिट्सहरू पनि तिमीले इङ्ग्लिस नै सुन्यौ इङ्ग्लिस नै बुझ्यौ अनि मात्रै तिमी अहिले संस्कृत तिमीले किन युज गरिरहेको छौ भन्दाखेरि जब तिमीले फिलोसफी पढ्यौ अनि थाहा पाऊ ए संस्कृतमा त यस्तो हुँदो रहेछ सूत्र यस्तो हुँदो रहेछ भने तिमीले धेरै पछि थाहा पाएको कुरा हो तिमी इन्ट्रोड्युस भयो योगामा त्यसको बेनिफिट थाहा पायो हुँदैन त्यो केसको कारणले गर्दा बिकज इट वाज इन इङ्ग्लिस तिमीले इङ्ग्लिसको थ्रुबाट इन्ट्रोड्युस भयो नि त सो ट्रान्सलेसनबारे कुरा गर्दैमा होइन लाइक कुनै पनि एउटा ट्रान्सलेसन चाहिँ लाइक त्यो पर्फेक्ट हुँदैन कि त्यही जस्तै इभन संस्कृतमा पनि त्यो त्यही एउटा सूत्रलाई धेरै 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 कमेन्ट्रिजहरू छन् अन्त कोही व्यासा भोजको धेरै कमेन्ट्रिजहरू छ र उनीहरूले डिफ्रेन्ट तरिकाले त्यसलाई इन्टरप्रेट गरेका छन् त्यसमा पनि उनीहरूको डिफ्रेन्ट वेमा उनीहरूले त्यो मिनिङलाई लिइरहेको छ होइन सो कुनै पनि ट्रान्सलेसन चाहिँ पर्फेक्ट हुँदैन हाम्रो गोल भनेको चाहिँ सकेसम्म जुन इङ्ग्लिसको ट्रान्सलेसन छ त्यसलाई सकेसम्म सिमिलर बनाउने त्यसको मिनिङ लुज नगर्ने होइन जस्तै इभन भगवत गीतामा पनि भगवत गीता बिगौँ कति सालदेखि अहिलेसम्म आइरहेको छ होइन तर त्यसलाई कति डिफ्रेन्ट ल्याङ्ग्वेजहरूमा पनि ट्रान्सलेट भएको छ तर पनि त्यसले आफ्नो ओरिजिनल संस्कृत फर्म त लुज गरेको छैन नि त त्यसले आफ्नो हेरिटेजहरू त्यस्तो खासै लुज गरेको छैन नि त सो त्यसमा छ प्लस अब इनकेस संस्कृतमा लाइक मान्छेहरू संस्कृत सिक्न चाहन्छन् भने पनि इङ्ग्लिस जतिको लाइक संस्कृत एक्सेसिबल छैन होइन स्कुलहरूमा पनि पढाइन्न प्लस गुगलमा पनि अब रेयरली धेरै गाह्रो हुन्छ संस्कृत बुझ्नको लागि प्लस कोही मान्छे सानैदेखि इङ्ग्लिस पढ्दै आएछ उसलाई अचानक अर्को ल्याङ्ग्वेजमा गर्दा पनि अलिक गाह्रो हुन्छ होला प्लस त्यो योगामा चाहिँ लाइक देयर इज लाइक अ लट अफ संस्कृत सो उनीहरूले बुझेको पनि त्यति इनफ नहोला तर इङ्ग्लिसमा कम्तीमा दे हेभ रिसोर्सेस उनीहरूले अनलाइनहरू के गरेर त्यो समराइज गरेर त्यो बुझ्न सक्छ नबुझेको कुराहरू पनि प्लस डिक्सनरीहरू पनि छ इङ्ग्लिसको संस्कृत त्यस्तो पाइँदैन नि त सो त्यही गर्दा पनि आई थिङ्क इङ्ग्लिसमा भयो भने उनीहरूले बुझ्न सजिलो हुन्छ प्लस कल्चर पनि बरु झन् प्रिजर्भ हुन्छ झन् स्प्रेड आउट हुनु त झन् राम्रो हो नि त कल्चर भनेको अरू मान्छेहरू पनि हामी सबैले चाहन्छौँ कि अरू मान्छेले पनि हाम्रो कल्चर एप्रिसिएट गरोस् एक्सपिरियन्स गरोस् भनेर नि त सो त्यो हिसाबले आई थिङ्क पोजिटिभ नै हुन्छ यसको इम्प्याक्ट भनेर आई थिङ्क तिमीहरू दुईजनाले चाहिँ आफ्नै कुरालाई काउन्टरएक्ट गरिरहेको छौ सो आई थिङ्क रविनाले के भन्न सक्छ यसमा सो प्लिज गो हेड के अरे स्वप्निलले चाहिँ हाम्रो आफ्नो कल्चरलाई चाहिँ बढी स्प्रेड गर्नु राम्रो हो भनेर भन्यो होइन जति पोजिटिभली नै जान्छ भनेर उनले भन्यो होइन तर हामीले हेर्दाखेरि चाहिँ वेस्टर्न कल्चरमा चाहिँ योगालाई चाहिँ जस्ट पोस्टरहरूको माध्यमले मात्रै गरिरहेको छ अनि त्यहाँ पछाडि चाहिँ वुमनहरू मेनली उनीहरूले गरेको देखाउँछ अनि त्यसपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो योगाको एसेन्समा चाहिँ के भनिन्छ भन्दाखेरि चाहिँ योगाले चाहिँ उसले सबै कुराबाट युनियन विथ द डिभाइन अनि त्यसपछि सबै कुरा त्याग्ने अनि धेरै कुराहरू छ नि त तर वेस्टर्न कल्चरमा चाहिँ त्यही सर्टेन आफ्नो हेल्थ बनाउने काइन्ड अफ बडी बनाउने त्यो रूपमा चाहिँ गइरहेको छ होइन अनि हामीले देखिरहेको हुन्छौँ एड्सहरूमा पनि सर्टेन बडी बनाउनको लागि योगा गर्ने भनेर आएको हुन्छ कि वेस्टर्न कल्चरमा चाहिँ त्यस्तो छ अनि त्यो भनेपछि त खासै गरी योगा भनेको त त्यो होइन नि त मैले चाहिँ यसमा केही कुरा एड गर्न चाहेँ र तिमीहरूले धेरै कुरा भन्यो भने एउटा कुरा त इङ्ग्लिस एक्सेसिबल छ अर्को कुरा चाहिँ जसरी ट्रान्सलेट हुँदै हिन्दू जुन स्क्रिप्चर्सहरूमा लेखिएको छ उहाँ कमेन्टेटर्सहरूकै पनि डिफ्रेन्ट ओपिनियन्स छ भन्ने कुरा आयो अनि अर्को कुरा चाहिँ झन् योगालाई चाहिँ डिफ्रेन्ट ल्याङ्ग्वेजमा गर्दै गर्दा झन् यो इसेन्स चाहिँ बढ्छ अझै गर्दैन भन्ने कुरा आयो बट आई डोन्ट थिङ्क त्यो ट्रु हो होइन किन भन्दाखेरिमा चाहिँ लेट सपोज होइन एउटा फिजिक्स टिचर हुनुहुन्छ उहाँ एउटा युनिभर्सिटीमा फिजिक्स पढाउनुहुन्छ त्यसपछि उहाँले पढाउनु भयो कसैले केही कुरा पढाउनु भयो अनि त्यो कुरा एउटा बाहिर बसेको बायोलोजी टिचरले सुन्नुभयो अनि त्यसपछि फेरि उहाँले कसैलाई भन्नुभयो एउटा बाहिरको केमिस्ट्री टिचरले सुन्नुभयो अब त्यो नलेज स्प्रेड भयो बट त्यो कतिको डेप्थ छ भन्ने कुरा मेबी उहाँले त्यो एउटा पर्सपेक्टिभबाट बायोलोजी टिचरले सुन्नुभयो होला त्यो पढाइरहेको कुरा एउटा कन्सेप्टमा आधारित भएर उहाँले देख्नुभयो होला तर फिजिक्स पढाउने टिचरले हरेक उसबाट एस्पेक्ट गरेर हेरेर हुन्छ कि त्यस चाहिँ जुन चाहिँ जति धेरै पछाडि जुन चाहिँ अलिकति फरक ब्याकग्राउन्ड भएको मान्छेमा जान्छ फरक ब्याकग्राउन्ड भएको एउटा कम्युनिटीमा जान्छ उनीहरूले जुन त्यो पछाडिपट्टिको जुन ब्याकग्राउन्ड एउटा फोर्स छ त्यो चाहिँ उनीहरूसँग नहुनसक्छ जहाँ कि एउटा कस्तो भन्दाखेरिमा चाहिँ अगाडि जे देखियो त्यो मात्रै होला उनीहरूसँग ब्याक नलेज नहुनसक्छ ब्याक एउटा एक्सपिरियन्स नहुनसक्छ एउटा हिस्ट्री के छ त्यस पछाडिको त्यो नलेज उनीहरूलाई नहुनसक्छ यसरी गर्दै गर्दा आई थिङ्क यो चाहिँ झनै हामीलाई एकदम नै हाम्रो कल्चरलाई जोगाउनको लागि यदि यसरी नै ल्याङ्ग्वेजहरूमा डिफ्रेन्ट ल्याङ्ग्वेजमा ट्रान्सलेट हुँदै जाने भने चाहिँ
एकदम गाह्रो पर्नेवाला छ किनभने संस्कृत अघि तिमीहरूले भनिहाल्यो होइन संस्कृत एक्सेसिबल छैन धेरै स्टुडेन्टहरूको लागि द्याट मिन्स संस्कृत इज डाइङ के संस्कृत हामी आफैले पनि पढ्न पाएनौँ र हामी आफू नेपालीले जो हामी हिन्दूसँग अलमोस्ट धेरैजना उनीहरूले पढ्न पाएन भनेपछि बाहिरको मान्छेले संस्कृत किन पढ्छ पक्कै पर्दैन र यदि यो कुरा चाहिँ यसरी नै बाँडिँदै जाने हो यसरी नै यो ग्रेजुअली एक्सपान्ड हुँदै जाने हो भने मेबी कुनै बेला यस्तो आउन सक्छ जहाँ चाहिँ जुन एक्जिस्टिङ जुन साँच्चै नै योगाको फिलोसफी थियो त्यो चाहिँ पुरै मोडिफाइड हुनेवाला छ बिकज अनि त्यसलाई अपोज गर्ने मान्छे पनि हुने छैनन् किन भन्दाखेरिमा मेजोरिटी त इङ्ग्लिस छ नि त अभियसली तर उनीहरूसँग त जो ब्याकग्राउन्ड छैन दे हेभ डोन्ट हेभ द्याट हिस्ट्री र हामीसँग जुन हिस्ट्री छ त्यो भए तापनि हामीले त्यसलाई जोगाउन सक्दैनौँ किनभने हामी माइनोरिटीमा पर्नेवाला छौँ त्यो बेलामा बिकज त्यो एउटा जुन मेजोरिटीमा भएको ल्याङ्ग्वेज छ द्याट विल ओभरटेक के अनि अघि नै रविनाले भनिहाल्यो होइन या त्यो चाहिँ अहिले कमर्सियलाइज भइरहेछ वेस्टर्न कल्चरमा बिकज वेस्टर्नले भर्खरै के हेर्छ भन्दाखेरिमा चाहिँ अहिले मलाई कसरी फाइदा हुन्छ र त्यहाँ देखाउने जुन मेटेरियलिस्टिक कुरा छैन रविनाले अघि नै जोडिहाल्यो योगालाई चाहिँ एउटा फिटनेसको नाममा एउटा कसरी हुन्छ आफ्नो बडीलाई एट्र्याक्टिभ बनाउने रूपमा चाहिँ धेरै एडभर्टिजमेन्टहरू आइरहेको हुन्छ र द्याट्स नट योगा के इन द हिन्दू फिलोसफी र यो मिसयुज भएको र कसरी भयो भन्ने कुरा पनि तिमीहरूले नै एन्सर दिइसक्यो होइन सो इङ्ग्लिसमा गयो इङ्ग्लिसमा गइसकेपछि वेस्टर्न कल्चर्स फोकस स्लोली के उनीहरूले मेनली फोकस केमा हुन्छ भन्दा मेटेरियलिस्टिक कुरामा र भर्खरै आफूलाई के फाइदा हुन्छ भन्ने कुरामा सो आई थिङ्क यो राइट एप्रोच हुनै सक्दैन त्यसका लागि र द्याट्स वाइ आई थिङ्क कि योगा संस्कृत नै हुनुपर्छ र यसको लागि चाहिँ सिक्नुपर्छ योगा इज नट फर एभ्री वान के वर्ल्डमा एराउन्ड 11 बिलियन पिपुल होला नि योगा इज नट फर अल दोज 11 बिलियन्स पिपुल सो जसलाई चाहिन्छ र जसलाई साँच्चैकै योगा सिक्नुपर्छ भने आई थिङ्क उनीहरूले यो संस्कृतको बेसिक सिक्नुपर्छ त्यसपछि मात्र उनीहरूलाई योगामा जाँदा बेनिफिट होला उनीहरूले चाहिँ आफूलाई यौगिक पाथमा एउटा राम्रो जर्नी उनीहरूले सेट गर्न पाउलान् जस्तो लाग्छ मलाई चाहिँ अनि मैले नि थप्न चाहे जस्तै तिमीले एउटा पोइन्टमा आएर भन्थ्यौ कि यदि हामीले हाम्रो कोर ल्याङ्ग्वेजलाई अरू ल्याङ्ग्वेजमा ट्रान्सलेट गर्दाखेरि त्यति इफेक्ट पर्दैन होइन सो हेर्ने हो भने चाहिँ यदि जस्तै तिमी भागवत गीताको कुरा गर्यौ एन्ड मोस्ट अफ द ट्रान्सलेसन गर्दाखेरि कृष्णलाई प्ले बोय भनेर भनेको छ के कृष्ण प्ले बोय हुन् त हाम्रो कल्चर गएन त्यहाँ गएर उनीहरूले अब हामीलाई हेर्दाखेरि के सोच्छ सो त्यो पोइन्टमा आएर चाहिँ हाम्रो कल्चर चाहिँ गयो नि त जे भयो नि हामी सप्रेस भयौँ अर्को कल्चर भन्दा सो के एक्चुअली गीतामा कृष्णलाई प्ले बोय भनेको छ त एट दिस पोइन्टमा के भनिरहेको छु भन्दाखेरि म एज अ पर्सन क्युरियस छु होइन धेरै कुरा सिक्न चाहिरहेको छु मलाई योगा पनि जान्नु छ अरू धेरै कुरा जान्नु छ चाइनिजको कल्चर जान्नु छ डिट मिन टु से म चाइनाको गएर चाइनिज सिक्नु अब ग्रिकको फिलोसफी मलाई एकदम इन्ट्रेस्टिङ लाग्छ यु मिन टु से म ग्रिकको भाषा सिक्नु योगा सिक्नुको बुझ्नको लागि संस्कृत सिक्नु थाउजन्ड्स अफ ल्याङ्ग्वेज छ इफ आइ एम क्युरियस तिमीहरूको आफ्नो पोइन्ट अनुसार मैले सबै ल्याङ्ग्वेज सिक्नुपर्छ होइन भने तिनीहरूको रुट हराउँदै जान्छ इसेन्स हराउँदै जान्छ प्लस तिमीले त्यो कृष्णको रिलेटेड कुरा गऱ्यो होइन त्यो लाइक आई थिङ्क त्यो ल्याङ्ग्वेज चेन्ज हुनु भन्दा पनि त्यो मान्छेले रङ इन्टरप्रेट गरेर त्यो संस्कृतमा पनि छ मैले अघि नै भने जस्तै व्यास भोजले एउटै कुरालाई धेरै तरिकाले इन्टरप्रेट गर्छन् सो आई थिङ्क त्यो ल्याङ्ग्वेज चेन्ज गरेर भएको भन्दा पनि त्यो मान्छेले कसरी इन्टरप्रेट गर्यो त्यसमा चाहिँ चेन्ज भएको त्यो अरू ल्याङ्ग्वेजहरूमा पनि जुनसुकै ल्याङ्ग्वेज पनि हुन्छ सो त्यसले गर्दा चाहिँ सोल्ली इङ्ग्लिसमा त्यो हुनुपर्छ भने छैन प्लस मलाई के लाग्छ भन्दाखेरि हामी संस्कृतको अगेन्स्टमा छैनौँ है संस्कृत राम्रो होइन भनेको छैनौँ इङ्ग्लिसले संस्कृतलाई झन् कम्प्लिमेन्ट गर्छ भनेर भनिरहेको छौँ जस्तै म एउटा एन्ट्री पोइन्ट हुनु नि त मान्छेलाई ल इङ्ग्लिसमा पढ्छु इङ्ग्लिसमा पढ्यो अनि चाहिँ केही बुझ्यो अनि प्लस संस्कृतबारे थाहा भयो संस्कृत ल्याङ्ग्वेज किन पनि डाइ गरिरहेको छ भन्दाखेरि मान्छेहरूलाई त्यसबारे थाहा नै छैन है त्यो सबै टेक्स्टहरू संस्कृतमै लक छ कि त्यो अरू बाहिरतिर जानै सकेको छैन त्यसले गर्दाखेरि त्यही भएर पनि जो मान्छे उनीहरू संस्कृत आउँछ तिनीहरूमा मात्रै सीमित रहिरहेछ बरु झन् अरूमा ट्रान्सलेट गरेपछि त्यो योगा इज नट फर एभ्री वान होइन त्यो योगा अरू इङ्ग्लिसमा गयो भने दे विल बी पिपल फर हुम योगा इज समथिङ अनि उनीहरू त्यो जेन्युनली गेट इन्भेस्टेड अनि दे लर्न संस्कृत अब कोही मान्छेहरू त्यो कमर्सियलाइजेसन हुने त्यो फ्याक्टरहरू इट डिपेन्ड्स अन हाउ दे इन्टरप्रेट इज प्लस त्यो मान्छेहरूको इन्टेन्सन हो इभन त्यो संस्कृतमा लगो भए पनि त्यो अब त्यो आई थिङ्क इट डिपेन्ड्स अन मान्छेको इन्टेन्सन्सहरू ओभर ल्याङ्ग्वेजले गर्दा भएको भन्दा पनि उता आई थिङ्क यस्तै उता वेस्टर्न कल्चरमा मान्छेले संस्कृतमा योगा पढेको भए पनि आई थिङ्क त्यो कमर्सियलाइजेसन चाहिँ इभन हुन्थ्यो मान्छेको पर्सनल बेनिफिट गयो त्यहाँदेखि द्याट्स मोर अन मान्छेहरूको क्वालिटी देन यो ट्रान्सलेट गरेर भएको भन्दा पनि आई थिङ्क इट वुड इभन ह्यापन इफ इट वाज इन संस्कृत अनि त्यो मान्छेहरूले संस्कृत आएको भयो भने त्यही हुन्थ्यो त्यो पनि त्यो एउटा वर्डले
गलत इन्टरप्रेट गरौँ भन्दैमा पुरै ब्यान्ड पनि त गर्न मिलेन नि त योगा सिकाउने इङ्ग्लिसमा अनि मलाई आफै पनि थाहा छ मैले बुक पढ्दाखेरि कति सूत्रहरू मलाई कम्प्लिकेट लागेको थियो संस्कृतमा पढ्दाखेरि बट जब मैले त्यसको इङ्ग्लिस भर्जन देखेँ कति सजिलो भयो कि त मलाई बुझ्नको लागि मैले योगा फिलोसफी अहिलेसम्म जति बुझेको छु अहिले जे लाइक जति पनि सुने बुझेँ जे गरेँ नि इट्स अल बिकज अफ इङ्ग्लिस लाइक म संस्कृतमा पढ्न थालेको भए त म के हुन्थ्यो मलाई पनि थाहा छैन तिमीले त भन्दै गर्दा चाहिँ तिमीले चाहिँ बढी बुझ्यौ भन्यो है तर तिमीले बुझेको कुरा राइट बुझ्यौ होला ल हामीले चाहिँ पढ्दाखेरि अविद्या भनेर पढ्यौँ होइन अविद्या भनेपछि हामी इङ्ग्लिसमा ट्रान्सलेट गर्दाखेरि एकदम सजिलो इग्नोरेन्स हुन्छ होइन तर यसको चाहिँ संस्कृतमा रियल ट्रान्सलेसन भनेको पुरुषले आफूले चिन्न नसक्ने हो अब यसमा हाम्रो ट्रान्सलेट गर्दा चाहिँ इग्नोरेन्स भनेर भन्दा चाहिँ एकदम सजिलो हुने भयो अनि त्यही यसले गर्दाखेरि चाहिँ हामीले त्यो कुरै बुझेका छैनौँ कि अर्कै कुरा बुझिन्छ हामीले सिम्प्लिफाई गरेको भनेका छौँ तर भएको कुरालाई नै नबुझेपछि आई थिङ्क अघि नै हामीले जुन वृत्तिको कुरा गरेका थियौँ र आई थिङ्क प्रकृतिले भर्खरै जुन कुरा भनिन् त्यो काउन्ट हुन्छ एररमा कि आफूलाई लाग्छ मैले सिकेँ होइन इङ्ग्लिस युज गरेर बट द्याट्स नट ट्रु कि किनकि अविद्याको मिनिङ नै इङ्ग्लिसमा इग्नोरेन्स छ त्यो भनेको अनपढ भन्छ अझै नेपालीमै ट्रान्सलेट गर्ने भने त्यो एकदम नै हेपिएर बोलिने शब्द हो कि तर या हाफ नलेज डेन्जरस सो आई थिङ्क मैले इङ्ग्लिसै भन्छु मलाई यो संस्कृतमा आउँदैन बट हाफ नलेज चाहिँ डेन्जरस होइन यो त इङ्ग्लिसले भनेको कुरा हो तर द्याट्स ट्रु कि किनकि अविद्या भनेको इग्नोरेन्स भन्छ इङ्ग्लिसले तर संस्कृतमा आफ्नो सोललाई चिन्न नसक्नु भनिन्छ त्यो भनेको नलेज या त्यसको लागि पिएचडी गरेको मान्छे हुनसक्छ बट हि मे बी अविद्या भएको मान्छे के संस्कृतको टर्ममा योगाको फिलोसफीको टर्ममा बट यदि इङ्ग्लिसकै टर्ममा हेर्ने हो भने मेबी हि सच इग्नोरेन्ट टु नो हिमसेल्फ होइन तर यदि उसलाई चाहिँ उसँग केही सर्टिफिकेट छ भने ऊ चाहिँ त्यो अविद्यावाला क्याटेगोरीमा पर्दैन सो आई थिङ्क यस्तो धेरै टर्म्सहरू छ होइन अनि त्यो टर्म्स मेबी है किनभने इङ्ग्लिस इन्टरप्रिटरले नै सायद त्यो टर्म भेटाउनु भएन त्यसलाई संस्कृतलाई नै ठ्याक्कै एक्ज्याक्टली ट्रान्सलेट गर्नको लागि अनि सो आई थिङ्क त्यहाँ ग्याप छ यो ल्याङ्ग्वेजमा सो यो हाफ नलेजको कुरा धेरै आउँछ यसरी अब केही मिल्नेसम्म ट्रान्सलेट गर्ने नमिल्ने नगर्ने भनेपछि त अभियसली नै हाफ नलेजको कुरा आइहाल्यो होइन सो आई थिङ्क त्यसरी लाँदै गर्दाखेरि चाहिँ योवाला चाहिँ हामीले कम्प्लिकेसन्सहरू झेल्नुपर्छ सो आइएम सेङ द्याट अनि अर्को कुरा अघि नै प्रकृतिले भने मलाई ग्रिक फिलोसफी पढ्नु मन लागेको छ उता इफ तिमीलाई साँच्चै नै पढ्न मन लागेको हो भने तिमीलाई अरू कसैले केही भन्नै पर्दैन कि यु विल एक्सप्लोर थ्रु द्याट होइन तर हामी खोजिरहेकै के छौँ भने हामीलाई सर्टकट चाहिरहेछ कि एन्ड द्याट्स दि प्रब्लम योगा इज नट अबाउट सर्टकट के योगा सर्टकट हुन्थ्यो भने आई डोन्ट थिङ्क कति इजी हुन्थ्यो होला योगा सर्टकट हुँदै हुँदैन र यो सर्टकट खोज्ने मान्छेको जुन एउटा हाम्रो बिहेभियर छ त्यो सर्टकट खोज्ने हाम्रो बिहेभियरलाई नै जुन कमर्सियलाइज गरिरहेछन् उनीहरूले मेनिपुलेट गरिरहेछन् कि इङ्ग्लिसमा ट्रान्सलेट गरेर एउटा डिफ्रेन्ट ल्याङ्ग्वेजमा ट्रान्सलेट गरेर अनि उनीहरूले त्यसरी हामीलाई आफ्नो प्रडक्टको रूपमा चाहिँ जुन कोर त्यसको उस नै होइन इसेन्स नै त्यो बेचिरहेछन् त्यसलाई नै अझै बढी प्रमोट गरिरहेछन् सो त्यसैले नै आई थिङ्क कि संस्कृतमै यो गर्नुपर्छ त्यसको लागि बेसिक संस्कृत बुझ्नै पर्छ अनि त्यसपछि बल्ल यो पाथमा मेबी या यु नो कि योगा गुड छ राम्रो छ आफ्नो हेल्थको लागि पसिसम्मको लागि त्यति थाहा भयो भने इफ यु आर रियली इन्ट्रेस्टेड होइन यु विल एक्सप्लोर थ्रु द्याट कि यु सुड एक्सप्लोर थ्रु द्याट बिकज साँच्चै नै इन्ट्रेस्टेड हो भने र साँच्चै नै कोर इसेन्स पाउनको लागि देयर इज नट एन अप्सन नै छैन जस्तो लाग्छ मलाई चाहिँ त्यो बुक पढिराख्दाखेरि पनि कि अब आसन भनेको त योगाको वान अफ द 8 लिम्स अफ योगामै पर्छ नि त होइन आसन अब त्यो आसन्सहरूको शब्द वर्ड्सहरू संस्कृतमा भइराख्दाखेरि चाहिँ मान्छेलाई भिजुअलाइज गर्न एकदम गाह्रो पर्छ कि जस्तै इङ्ग्लिसमा डाउनवर्ड फेसिङ डग भनेर छ भने चाहिँ यु क्यान मान्छे एकदम कनेक्ट नै हुनसक्छ अनि भिजुअलाइज नै गर्न सक्छ बट संस्कृतमा पर्वतासन छ भने अब त्यो पर्वतको मिनिङ त्यो फरेनरले के सोच्नु के गर्नु होइन सो मलाई चाहिँ इङ्ग्लिसमा योगा सिकायो भने चाहिँ मलाई लाग्छ बेटर रिच पनि हुन्छ मान्छेलाई योगा भनेको त यस्तो हो नि त सबैलाई थाहा हुनुपर्ने कुरा हो जस्तो लाग्छ कि सबै एभ्री इन्डिभिजुअललाई हक बन्छ कि आफ्नो वेलनेसको लागि काम गर्नको लागि सो उनीहरूलाई यदि इङ्ग्लिसमा सिम्प्लिफाइड वेमा राखिदिएको छ भने सबैले त्यो पढ्न पाउँछ त्योबाट सिक्न पाउँछ भने उनीहरूले अब त्यो फलोअप गर्ने कि नगर्ने उनीहरूको पर्सपेक्टिभ छ बट त्यो अपर्च्युनिटी सबैमा दिनुपर्छ जस्तो मलाई लाग्छ त्यही भएर आई फिल लाइक योगा चाहिँ इङ्ग्लिसमा पढाएको बेटर ओके सो मेरो जिस चाहिँ के भन्दाखेरि होइन लाइक न्यु कमर्सहरूलाई लाइक उनीहरूलाई संस्कृत शिक्षण भनेर एक्सपेक्ट गर्नु भन्दाखेरि बरु उनीहरूलाई अलरेडी
त्योसँग फमिलियर छन् जसमा मैले सर्टकटहरू बुझ्छु लाइक ओभर लर्निङ संस्कृत त्यो इङ्ग्लिसमै सिकिरहेको छन् त्यो इङ्ग्लिसमै सिक्न दिउँ होइन यसमा अझै डिपली जानको लागि दे विल लर्न संस्कृत होइन त्यसले गर्दाखेरि संस्कृतलाई पनि प्रमोट हुन्छ सो आई थिङ्क त्यही लाइक योगा इङ्ग्लिसमै हुनुपर्छ सो द्याट इट डज नट बिकम अ ब्यारियर टु पिपल हु वान्ट टु लर्न इट किनभने यो मान्छेसँग टाइमै नहुनसक्छ होइन सो दे हेभ लाइक जब्स दे हेभ स्टडिज दे हेभ एभ्रिथिङ होइन यु कान कम्पेयर त्यो योगा प्र्याक्टिसनर विथ अ नर्मल पर्सन कि सरी योगा प्र्याक्टिसनर विथ अ नर्मल पर्सन किन योगा प्र्याक्टिसनर त दे डेडिकेट द होल लाइफ टु इट दे स्टडी इट त्यो गर्छ भने एकदमै डिपली जान्छ होइन तर नर्मल मान्छेसँग दे मे नट ह्याभ द टाइम टु डु सो दे मे नट ह्याभ त्यो द मोमेन्ट प्लस अब यङ मान्छेहरूलाई पनि सिकाउनु पऱ्यो भने त्यसरी सिधै त्यो योगा एक्सपर्ट जसरी नै लिन्छन् भनेर एक्सपेक्ट गर्न मिल्दैन त सो आई थिङ्क त्यसको लागि चाहिँ सिधै संस्कृत चाहिँ प्यारे नहोस् भनेर पनि हामीले इङ्ग्लिसमै दिनुपर्छ भनेर अब चाहिँ नगरौँ काउन्टर एक्ट होइन किनकि यो रोकिनेवाला छैन र आई वान्ट टु कन्क्लुड र हामी यसै नै गऱ्यौँ भने कति बेर जान्छ आई डोन्ट थिङ्क धेरै जान्नेवाला छ सो हाम्रो ओपिनियन यस्तो नै थियो र यसमा अलिकति कन्क्लुड गर्नको लागि चाहिँ यो अडियन्स यहाँ हुनुहुन्छ सो तपाईँहरूको ओपिनियन के हुन्छ द्याट मे बी भ्यालुएबल सो लेट्स इन्ड इट होइन यो रोकिनेवाला छैन द्याट वाज इन रियली इन्ट्रेस्टिङ र बहुत रमाइलो भयो यो पार्ट चाहिँ सो हामी अब नेक्स्ट राउन्डमा जानेवाला छौँ सो थ्याङ्क्स फर अल अब लाइक त्यो एकदमै हिटेड डिबेटपछि हामी अब अर्को राउन्डमा गइरहेको छौँ र यो राउन्डको लागि चाहिँ प्रकृतिजीले एउटा चिट निकाल्नुहुन्छ र त्यही अनुसार हामी के गर्छौँ ल टु दि अनर्स Sunala, discuss the representation of women in ancient yoga text versus the representation of women in modern commercialized yoga. Share your perspective. कसले सेयर गर्न चाहे सुरुबाट डिस्कस ओके आई थिङ्क म चाहिँ अलिकति बायोलोजिकल पर्सपेक्टिभबाट यो कुराहरू म सेयर गर्छु होइन सो हामीले एउटा पतञ्जलि योगा सूत्र पढ्दै गर्दाखेरि पनि त्यसमा चाहिँ मेनली के भेट्टायौँ भन्दाखेरिमा चाहिँ जुन आसन्सहरू छ अनि अझ मोस्ट अफ दि जुन टर्म्सहरू छ त्यहाँ टार्गेट फर मेल के लाइक वीर्य भन्ने टर्म एकदम युज हुन्छ होइन जसको एउटा स्ट्रेट फरवर्डिङ दिस ट्रान्सलेसन चाहिँ स्पम हुन्छ अब त्यसमा ओभम भनेर कतै युजै गरेको छैन अनि त्यस्तै अर्को चाहिँ कस्तो छ भन्दा आसन्सहरू गर्दै गर्दाखेरि चाहिँ लाइक यस्तो पनि छ कि स्कोटम बिचमा भयो अनि त्यसपछि त्यो प्रिपसहरू भयो त्यो वर्डहरू युज भएको छ कि आफ्नो लेग एलाइनमेन्टहरू कसरी मिलाउने अनि हिप कसरी मिलाउने यो कुराहरूलाई गराउनलाई चाहिँ त्यो कम्प्लिटली मेल पार्ट्सहरूलाई त्यहाँ इन्क्लुड गरेको छ अब त्यहाँ फिमेलको पार्टको कुरा नै गरेको छैन द्याट मिन्स वी क्यान कन्क्लुड यो के साँच्चै नै मेलको लागि मात्रै बनाएको होइन त्यो आसन्सहरूको एक्सप्लेनेसनमा होइन त धेरैवटा आसनहरू सुतमा एक्सप्लेन गरेको बेला यस सो त्यो चाहिँ एकदम नै छ पहिलेदेखि होइन सो त्यसबाट चाहिँ हामीले के एउटा जेनरलाइज गर्न सकिन्छ भन्दाखेरिमा चाहिँ र यस्तो टेक्स्टहरू एकदम धेरै छैन र हामीले अहिलेसम्म एकदम नै ट्रस्ट लायक गर्न मिल्ने भनेको पतञ्जलि योगा सूत्र होइन त्यसमा नै वुमेनको बारेमा खासै केही पनि इन्क्लुडेड छैन र त्यो नै अहिलेसम्मको एकदम नै एन्सियन्ट र एकदम नै ट्रस्टेबल सोर्स हो र त्यसमा वुमेनको लागि खासै केही इन्क्लुड केही पनि छैन भनेदेखि हामी वी क्यान एज्युम कि साँच्चै नै योगाको एन्सियन्ट कुरामा चाहिँ वुमेनहरू चाहिँ त्यसमा इन्भल्भ थिएन सो किन इन्भल्भ थिएनन् होला त्यसमा चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ हाम्रो सोसाइटी चाहिँ पहिला एकदम प्याट्रियार्कल सोसाइटी हो होइन मेनहरूलाई चाहिँ यता जानु उता जानु यो गर्नु ऊ गर्नुमा फ्रिडमहरू हुन्थ्यो तर वुमनहरूलाई चाहिँ एउटा रेस्ट्रिक्टिभ ड्युटिजहरू हुन्थ्यो एउटा वाइफको ड्युटी हो एउटा सर्टेन पोजिसनमा हुन्थ्यो उनीहरू त गर्नु पर्थ्यो अनि एउटा अर्को भनेको चाहिँ वुमनहरूको एजुकेसन दिने पनि कुराहरू थिएन पहिलाहरू गुरुकुलमा खासै गरी हामीले हेरेको महाभारतहरू रामायणहरूमा पनि खासै गरी चाहिँ वुमन चाहिँ गुरुकुल गएको भन्ने कुरा चाहिँ कतै पनि छ जस्तो चाहिँ मलाई लाग्दैन मलाई थाहा भयो जति चाहिँ अनि यो भनेको वुमनमा एजुकेसनै पछाडि लिएर आउने भयो उनीहरूको आफ्नै ड्युटिजहरू हुने भयो यस भएर चाहिँ उनीहरू यसमा चाहिँ एक्सपोजै भएको थिएन अनि त्यही भएर पनि त्यो सूत्रमा पनि त्यस्तो भएको होला प्लस लाइक मोस्ट अफ द धेरै जस्तो बुकहरू चाहिँ दे रिटन बाई मेन फर मेन नै सो उनीहरूको अथर पनि अब मेन भएको प्लस अब इन्डियन सोसाइटी त्यतिखेर इट वाज लाइक धेरै पेट्रियार्कल सो दे इन्फ्लुएन्सेसहरूले गर्दा पनि आई थिङ्क अथरहरू चाहिँ त्यस्तो भएको त्यस्तो गरे टाइम अनुसार सबै त चेन्ज हुँदैछ त्यो डिस्क्रिमिनेसनहरू पनि हट्दैछ अहिले यो वुमनहरू योगा मेनको लागि वुमनको लागि भनेर त्यो जेन्डर आइडेन्टिफिकेसन छैन सो वी आर सो थ्याङ्कफुल होइन अहिलेको टाइममा चाहिँ एनीवन क्यान डु योगा एनीवन क्यान लर्न योगा अनि यसमा पनि अलिकति कस्तो छ भन्दाखेरिमा चाहिँ वुमेनहरूलाई अहिले वेस्टर्न कल्चरमा जसरी पोर्ट्रेट गरिरहेको छ होइन योगाको लागि त्यसमा चाहिँ आई थिङ्क एकदमै धेरै मिसयुज भएको छ सो यसमा केही भन्न सक्छौ सोध्ने केही छ तिम्रो थट्स
So I think even like Western cultureमा हेर्दाखेरि चाहिँ इभन एडभर्टाइजमेन्टहरू पनि वुमनलाई चाहिँ धेरै सेक्सुअलाइज गरेर हुन्छ नि त्यहाँ मटेरियल जस्तो हिसाबले जस्ट फर लाइक त्यो जस्ट फर प्रफिट उनीहरू चाहिँ एकदमै नराम्रो तरिकाले देखाइरहेको छन् होइन नट ओन्ली हियर तर इन जेनरली अरू इन्डस्ट्रीहरूले पनि कस्मेटिकहरू जुनसुकै इन्डस्ट्रीले पनि आएको छ त्यस्तै गर्दै आएको छ र योगामा पनि टु सम एक्सटेन्ट चाहिँ रहेको छ आई थिङ्क त्यो कुरा हामीले यतिकै सामान्य सोसियल मिडियाहरूमा पनि हेर्न सक्छौँ होइन देयर आर अ लट युट्युब भिडियोज अनि जुन अलिकति वेस्टर्न टाइपको अनि मोस्ट अफमा चाहिँ कस्तो त्यो थम्बनेलहरू हुन्छ नि त्यो यस्तै डिजाइन गरेको हुन्छ कि होइन त्यो द्याट आर फुल्ली फिल्ड विथ लस्ट के अनि त्यसमा क्लिक गर्ने मान्छे आई थिङ्क मोस्ट अफ द मान्छे चाहिँ योगा सिक्न गएको हुँदैन उसको इन्टेन्सन नै अर्को हुन्छ अनि द्याट क्यान बी क्लियरली सिन तल कमेन्टमा के छ भन्ने कुराले के होइन सो आई थिङ्क त्यो पनि एकदम नै अहिले वुमेनको पार्टिसिपेसन बढिरहेछ बट त्यो पनि केही हदसम्म चाहिँ मिसयुज भइरहेछ र यसलाई केही हदसम्म कन्ट्रोल गर्नुपर्छ केही हदसम्म होइन सक्दो कन्ट्रोल गर्नुपर्छ र मेबी त्यसको लागि चाहिँ अलिकति जो केही त होला सायद होइन मेबी हामीलाई थाहा नभएको पनि हुनसक्छ केही स्क्रिप्चर्सहरूमा के होला मेबी हामीले योगमा आएको कुरा सुनेको थियौँ होइन पहिलेदेखि नै अनि उहाँहरूले पनि केही त फलो गर्नुभयो होला पक्कै पनि सो आई थिङ्क त्यसको लागि पनि एउटा अलिकति ट्रस्टेबल सोर्स के छ त्यसलाई नै फलो गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ सो केही छ यसमा भन्नु तिमीलाई धन्यवाद भन्न चाहन्छु म सो वुमन रिप्रेजेन्टेसन चाहिँ एन्सियन्ट योगामा किन थिएन अलमोस्ट थिएन र अहिले मोडर्नाइजेसन हुँदै जाँदाखेरि चाहिँ के भइरहेछ भन्ने कुरामा आई थिङ्क एउटा स्टडीको टपिक होइन र यसले कस्तो इम्प्याक्ट पारिरहेछ योगामा र योगाप्रतिको मान्छेको पर्सपेक्टिभमा भन्ने कुरा पनि एकदम ठुलो डिस्कसनको टपिक हो सो अहिलेलाई हामी यति नै गर्न चाह्यौँ र now we'll move to the next prompt and it may be probably the last prompt so it will be really special so Swapnil refer to sutras 2.34 and 2.35 to discuss how Patanjali's Yoga Sutra may address mental health in daily life. How do you see these sutras influencing your own experience? What have you learned from yourself by paying attention to your inner self? Okay, so पतञ्जली च्याप्टर 2.34 र 2.35मा आई थिङ्क उहाँले चाहिँ कसरी अलिकति मेन्टल हेल्थसँग रिलेटेड हुने डाइरेक्टली उहाँले मेन्टल हेल्थलाई भनेर भन्नुभएको भन्दा पनि त्यो हामीले अध्ययन गरिसक्दाखेरि चाहिँ या त्यो चाहिँ एकदम नै एउटा इन्साइटफुल लाग्यो हामीलाई होइन हामीले पतञ्जली योगा सूत्र पढ्दै गर्दा र त्यसमा एउटा जेनरल ओपिनियन चाहिँ के थियो भने एउटा कुनै आफ्नो नेगेटिभ थट्सलाई अथवा नेगेटिभ आफ्नो एक्सपिरियन्सलाई त्यहाँबाट अगाडि बढ्नलाई चाहिँ वी हेभ टु प्लान्ट त्यो एउटा पोजिटिभ वान कि सो त्यसले काउन्टर एक्ट गर्छ अनि त्यो हामीले त्यसले चाहिँ हामीलाई त्योभन्दा माथि निकाल्छ भन्ने कुरा र हामीले त्यो गर्दै गर्दा वी हेभ हामी के कुरा भएको थियो होइन लाइक त्यो एक्सनको लेभलमा हुन्छ कि थटको लेभलमा हुन्छ भन्ने कुरा सो यु क्यान हेभ एनिथिङ सो यु क्यान सेयर रविना यो क्वेसन एड्रेस गर what have you learned about yourself by paying attention to your inner self? ओके सो द्याट्स अल्सो इम्पोर्टेन्ट टपिक र आई थिङ्क मैले मेरो एक्सपिरियन्स एउटा म सानो सेयर गर्छु होइन सो मेरो चाहिँ के हुन्थ्यो भने आई रियली लभ वाकिङ कि मलाई एकदम हिँड्न मन लाग्छ तर जब हिँड्न मन लाग्छ भन्दा जब म तनावमा हुन्छु होइन अनि जब चाहिँ मलाई यति घर बस्नु झ्याउलाइरहेको छ भने म हिँड्न गइदिरहेको हुन्छु बेलुका दिउँसो होइन कोही नभएको बेलामा शीतल हुँदा र अनि म चाहिँ के हुन्छ भन्दाखेरिमा चाहिँ म स्टक भइरहेको हुन्छु केही कुरामा हामी केही त तनाव होला होइन अनि केही कुराको चाहिँ म धेरै ओभरथिङ्क गरेर हामीलाई अनि त्यसपछि चाहिँ जब म अवेर हुन्छु त्यो कुरामा या म चाहिँ यस्तो भइरहेको छु भन्ने कुरामा अनि म डिसिसन लिन्छु कि या आइदर म क्रिकेट खेल्न जान्छु होइन इभन बच्चाहरूसँग म ठुलो मान्छे चाहिँदैन मलाई ब्याट र बल भयो अनि 2-3 जना बच्चा भयो भने म खेलिदिन्छु बिकज त्यसले मलाई फ्रेस बनाउँछ सो म त्यो डिसिसन लिन्छु आइदर अरू चाहिँ म हिँड्न गइरहेको हुन्छु तर हिँड्न गएँ अथवा क्रिकेटै खेल्न गएँ होइन त्यो एक्सनको लेभलमा म पछि आएँ क्या तर अगाडि त म त्यो थट आयो नि त मेरो दिमागमा म खेल्न जान्छु भनेर द्याट पोजिटिभको त्यसले मलाई पोजिटिभिटी धकाल्छ होइन जब कि त्यो म ओभरथिङ्क गरेर आउँछु भनेको त्यो खेल्न गयो भने तिमी फ्रेस हुन्छ भने थट आयो अनि डाइरेक्टली तिमीले एक्सन गर्यो यस मेबी त्यो लुपमा फसिराख्नु भन्दा चाहिँ म जान्छु भनेर होइन त्यो मैले एउटा डिसिसन लिएँ नि त्यसले नै मलाई अलिकति बढी पोजिटिभ भइरहेको हुन्छ कि बिकज त्यति लिइसकेपछि या अब त हिँड्न जान्छु अथवा म क्रिकेट खेल्न जान्छु त्योबाट अलिकति ममा डोपामिन हर्मोन्स हुनुहुन्छ होइन अलिकति त्यो प्रेसर सम्झिँदाखेरि नै मलाई आइरहेको हुन्छ अनि त्यसले चाहिँ मलाई जो सर्ट टर्ममा लङ टर्ममा नै त यो एकदम बेनिफिसियल नहोला बट मेन्टल हेल्थ भनेकै आई थिङ्क सानो सानो कुरामा पनि एकदम आफूले केयर गर्नुपर्छ होइन सो त्यो पर्सपेक्टिभमा चाहिँ उहाँले मेन्टल हेल्थलाई कसरी एउटा आफ्नो नेगेटिभ
नेगेटिभलाई काउन्टरएक्ट गर्न पोजिटिभ थट ल्याएर चाहिँ कसरी आफ्नो मेन्टल हेल्थ इम्प्रुभ गर्न सकिन्छ भन्ने कुरा म त्यो ल्याउनु भएको थियो र सो इफ यु हेभ एनी अदर एक्सपिरियन्स यु क्यान सेयर लास्टको क्वेसन एड्रेस गर्दाखेरि चाहिँ आफ्नो इनर सेल्फमा कन्सियस हुँदाखेरि चाहिँ आई थिङ्क आई हेभ लर्न अ लट अफ थिङ्स होइन जब म आफ्नो इनर सेल्फमा कन्सियस हुन्छु म भित्रको म कुनै सिचुएसन्सदेखि एकदम ट्रिगर भएको छु रिसाएको छु भने इफ आइ एम पेइङ माई अटेन्सन होइन आफ्नो इनर सेल्फमा म धेरै सोल्युसन देख्छु क्या यो एङ्ग्री हुनुको सट्टा म एङ्ग्री भएर टाइम वेस्ट गरेर त्यो एङ्ग्री नै भइराख्यो भने त्योबाट अरू धेरै नराम्रो कन्सिक्वेन्सेसहरू आउन सक्छ बट इन्स्टेड अफ द्याट म के गर्न सक्छु भनेर सोल्युसन्सहरू निकाल्न थाल्छु सो यो कुरा सिक्नु इट्स आई थिङ्क ग्रेट थिङ फर मी सो मेरो केसमा चाहिँ मलाई चाहिँ whenever I'm a bit sad or angry or do something मलाई चाहिँ लाइक गानाहरू सुन्न मन लाग्छ मेरो लाइक गानाहरू सुनिरहन्छु प्लस त्यही टन्ने पानी हान्छु र छतमा डुल्ने नै गर्छु सो त्यो सो त्यही एक्ज्याक्टली लाइक वाट यु सेड मलाई पनि त्यो गाना सुन्दाखेरि वाज माई फेभरेट सङ त्यही मलाई काम डाउन गर्छु भने त्यो एउटा इमेज नै बसिसकेको छ र सो त्यही थटले गर्दा पनि आई थिङ्क त्यो एउटा प्लेसिबो इफेक्ट जस्तो हुन्छ नि लाइक आफूले त्यही सोचेर अचानक आफै लाइक सन्चो भए जस्तै हुने इभन दो त्यो गाना इज लाइक त्यस्तो हुन्छ डक्टरले रेकमेन्ड नगर्ला होइन स्ट्रेस हुँदाखेरि यस जस्तो गर्ने भनेर तर यु जस्ट फिल कि यसैमा सन्चो पार्दैछ त्यसले गर्दाखेरि नेचुरली हुने त्यस्तो हुन्छ नि जस्तो लाग्छ मलाई प्लस आई थिङ्क टुवर्ड्स सेकेन्ड क्वेसन अनि आई थिङ्क इट्स रियली इम्पोर्टेन्ट टु गज योर सेल्फ इन नो आफ्नो बारेमा चाहिँ राम्रो मलाई के चाहिँ खुसी पार्छ म कसरी चाहिँ यो हुनसक्छु अनि जस्तै मेरो केसमा म्युजिक भएपछि अरू मान्छेको नि केही हुन्छ धेरै जस्तो उनीहरूले नेग्लेक्ट गर्छन् बट दे जस्ट सी द नेगेटिभ थिङ्स रादर देन फाइन्डिङ सोल्युसन आई थिङ्क उनीहरूले आफूलाई एक्चुअली स्टडी गरेर केही बुझ्यो भने चाहिँ आई थिङ्क इट क्यान हेल्प देम अ लट इभन प्रोफेसनली र पर्सनली पनि केही समस्या आएको बेलामा सो आई थिङ्क इट्स रियली इम्पोर्टेन्ट टु नो वान सेल्फ या ओके आई थिङ्क तिमीले जुन म्युजिकको कुरा गर्यो होइन त्यसको चाहिँ साइन्टिफिक रिसर्च ब्याकअप पनि छ क्या डिफ्रेन्ट रिसर्च भएको छ होइन जसले चाहिँ प्रुभ नै गरेको छ कि म्युजिक हेभ हिलिङ पावर भन्ने सो आई थिङ्क यो योगामा मात्रै छैन योगामा हाम्रो हजारौँ साल पहिला भएको कुरालाई होइन सो त्यसलाई प्रुफ रिसर्चले पनि गरेको छ सो आई थिङ्क यो एकदम नै राम्रो वे हो आफूलाई अलिकति नेगेटिभिटीबाट पोजिटिभिटीतिर धकाल्नको लागि सो स्वप्निललाई चाहिँ आई थिङ्क म्युजिक इम्पोर्टेन्ट छ त्यसको लागि सो रविना तिमीलाई केही छ यसमा भन्नुपर्ने र तिम्रो स्पेसिफिक आफ्नो केही पर्सनल एक्सपिरियन्स छ भने पनि यु क्यान सेयर मेरो पर्सनल एक्सपिरियन्स म्युजिकै हो मलाई पनि त्यस्तो काउन्टरएक्ट गर्न हेल्प गर्ने जुन चाहिँ अब स्वप्नले भनिसके यो कुरा चाहिँ दुइटैमा सिमिलरै रहेछ जस्तो लाग्छ मलाई धेरै बोल्नु पर्दैन होला सो आई थिङ्क त्यो लाइन भयो होइन सो आई थिङ्क टिआरमा केही फरक छ बिकज हि इज डिफ्रेन्ट होइन सो के छ टिआर जनता जान्न चाहन्छ त्यति डिफ्रेन्ट पनि छैन म पनि अब मोस्टली भजनहरू सुन्दा चाहिँ आई फिल बेटर होइन अनि त्यही हो के सो एउटा भजन जाओस् न र भजन जाओस् आई विल ट्राई ओके जगजालपालं कचत्कण्ठमालं शरचन्द्रभालं महादैत्यकालं नभोनीलकायं दुरावारमायं सुपद्मा सहायं भजेहं त्यो चाहिँ विष्णुजीलाई एकदम नमन गरे भन्न खोजेँ होइन यस्तै यस्तै कुरा सुनेर सो यो सानो कुराहरूबाट पिक चेन्ज चाहिँ आउँछ जस्तो लाग्छ मलाई त्यो भजन पनि एकदमै मन्त्रमुग्धवाला थियो होइन हामीले साँच्चै नै इन्जोय गऱ्यौँ त्यही त दिलै छोयो अनि दिलै छोयो तर हामीलाई बुझेन बिकज हामीलाई संस्कृत आउँदैन सो तर या बिकज अनि एउटा चाहिँ के भन्छ भने म्युजिक र आर्ट भनेको चाहिँ कुनै एउटा लोकालिटीको लागि होइन कि यस एउटा सबैलाई रिप्रेजेन्ट गरिरहेको हुन्छ सो साँच्ची हामीले मात्रै होइन इभन नेपाली नबुझ्ने मान्छेले पनि दे क्यान फिल इट सो म्युजिक हेज द्याट पावर साँच्चै नै सो या म्युजिक क्यान बी द बेस्ट वे धेरैजनाको लागि सो के अब हामी हाम्रो लास्ट पार्टतिर छौँ र यत्रो भिडियो गर्दै गर्दा हामी यत्रो डिफ्रेन्ट ठाउँबाट साथीहरू जम्मा भएर यो प्रोजेक्टको एउटा फाइनल भिडियो बनाउँदै गर्दा चाहिँ आई थिङ्क वी सुड नट फर्गट आवर रुट के होइन र हामीलाई यो अपर्च्युनिटी दिनुहुने उचाइ एउटा समर प्रोग्राम अर्गनाइजर र स्पेसियली चाहिँ आस्था दिदी जसले चाहिँ हामीलाई एकदम धेरै इन्भेस्ट गर्नुभएको छ उहाँको टाइम उहाँको एफर्ट्सदेखि लिएर अल थिङमा होइन सी इज नट ओन्ली अ मेन्टर सी इज रियली अ सिस्टर फर अस सो या वी रियली लभ यु दिदी र सो केही छ तिमीहरूलाई ओके सो हियर वी कम टु एन एन्ड र आई होप तपाईँहरूले यो एपिसोड मन पऱ्यो होला अर्को एपिसोड आउनु पनि सक्छ नआउनु पनि सक्छ बट वी रियली इन्जोय दिस एपिसोड एन्ड साँच्ची नै इट वाज
Like, comment, share, subscribe. It was still an amazing moment for us because हामी पनि भेट्ने अवसर पाएका थिएनौँ. दिस वाज एन अपर्च्युनिटी होइन एउटा ग्यादर हुनेको लागि. सो थ्याङ्क यू भेरी मच. असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्युर्मा अमृतं गमय. ओम शान्ति शान्ति शान्ति. हर हर महादेव.